सबैजनामा नमस्कार। आज चाहिँ मलाई यो रुग्ण उद्योग सञ्चालनको बारेमा मेरा मनमा लागेका कुराहरू यहाँहरू बिचमा चाहिँ राख्न गइरहेको छु र मेरो कुरामा यहाँहरू सहमत पनि हुन सक्नुहुन्छ, असहमत पनि हुन सक्नुहुन्छ। यो कसैप्रति आग्रह वा पूर्वाग्रह होइन, स्वतन्त्र हिसाबले चाहिँ म मेरा मनमा लागेका कुराहरू राख्न गइरहेको छु। अहिले सुनिन्छ नेपाल सरकारले चाहिँ हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याइरहेको छ। अब त्यस उद्योगबाट उत्पादित वस्तुहरू नेपालमा खपत हुन्छन् अथवा नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भइसकेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा त्यस उद्योगबाट उत्पादित वस्तुहरूले अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्छ अथवा हामी नेपालीहरूले कति पर्सेन्ट नेपालीहरूले चाहिँ हाम्रो देशमै उत्पादन भएको कपडाहरू प्रयोग गर्न सक्छौँ अथवा त्यसमा सरकारले केही प्रोत्साहनहरू ल्याउला उपभोक्तालाई, अथवा हामी 2.5-3 करोड नेपालीलाई नै त्यो कपडा बेचेर त्यो उद्योग चाहिँ सञ्चालनमा आउन सक्छ अथवा नाफामा आउन सक्छ, दीर्घ रूपले चाहिँ सञ्चालन भइरहन सक्छ। यो कुराको ग्यारेन्टी छ कि छैन, अथवा सरकारले सधैँभरि अनुदान दिइराखेर उद्योगहरू चलाउन सक्छ। उद्योगबाट उत्पादित भइसकेको वस्तु मार्केटमा जान्छ, मार्केटमा गइसकेपछि उपभोक्ताले चोइसका आधारमा खरिद गर्ने हो। भोलि हाम्रो हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडाहरू चाहिँ अहिलेको बजारमा प्रतिस्पर्धात्मक बजारमा चाहिँ त्योभन्दा महँगो पर्न गयो भने त्यो सामानहरू कसले खरिद गर्ने? तपाईँ हामी खरिद गर्न सक्छौँ? यी कुराहरू छन्। त्यसैले लहरको भरमा भन्दा पनि नेपाल पनि विश्व व्यापार सङ्गठनको WTO को सदस्य राष्ट्र भइसकेको हिसाबले हामीले कुन क्षेत्रमा चाहिँ बढी राज्यले लगानी गर्दा उपयुक्त हुन्छ ती क्षेत्रहरूलाई चाहिँ लक्षित गरेर गर्दाखेरि चाहिँ उपयुक्त हुन्छ जस्तो लाग्छ मेरो विचारमा। चाहिँ अहिले हामीले जनकपुर चुरोट कारखाना फेरि रुग्ण छ, त्यसलाई फेरि सञ्चालनमा ल्याउने कुराहरू सुनिरहेका छौँ। मलाई लाग्छ म सानोमा छँदाखेरि हाम्रो छिमेकीहरूले हामीले हाम्रै बारीमा पनि 2-4 बोट सुर्तीका बिरुवाहरू देखेका थियौँ। हाम्रो छिमेकीहरूको बिघौँ बिघा त्यहाँ ताजपुरियाहरू राजवंशीहरू हुन्थ्यो, उहाँहरूले चाहिँ बिघौँ बिघा सुर्ती खेती गर्नुहुन्थ्यो। कच्चा पदार्थ हामीसँग थियो र पो हामीले त्यो उद्योगहरू चाहिँ त्यतिखेर जनकपुर चुरोट कारखानाहरू सञ्चालनमा आएको थियो। अहिले हामीले टोटल र मेटेरियल हामीले कहीँ हाम्रो देशमा अहिलेसम्म सुर्तीका बिरुवाहरू अहिले लगभग हराइसक्यो, कहीँ देखेका छैनौँ। अनि हामीले विदेशबाट सुर्ती खरिद गरेर ल्याएर त्यस पछाडि उत्पादन गर्दा हाम्रो लागत खर्च कहाँ पुग्छ र त्यो भोलि उद्योग चाहिँ सस्टेनेबल हुन्छ कि हुँदैन? उद्योग नाफामा जान्छ कि जाँदैन? सधैँभरि सरकारले अनुदान दिएर चलाउन सक्छ कि सक्दैन? त्यस्तै रघुपति जुट मिल र विराटनगर जुट मिलको कुरा आइरहेछ। मलाई लाग्छ हामीले नै पनि 2-4 बिघा प्रति वर्ष सनपाट खेती गर्ने गरेको थियो। अहिले म देख्छु झापा मोरङ सुनसरी सनपाट कसैले सागसब्जी खानका लागि कसैले बारीमा लाउनु भने लाउनु भयो, नभए पहिलाको हिसाबले सनपाट खेती पनि भएको देखिँदैन। र भोलि हामीले यदि सञ्चालन गर्छौँ जुट मिलहरू भने आफ्नै देशको कच्चा पदार्थमा आधारित उद्योगहरू भयो भने बल्ल त्यो सस्टेन होला अथवा त्यसले दीर्घ रूपमा सञ्चालन भएर जाला। अनि त्यसबाट उत्पादित सामग्रीहरू पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ला नसक्ला, किनभने अप्सनहरू धेरै छन्। अहिले हामी जुटका सामानहरू केही बोक्दैनौँ, जुटका बोराको ठाउँमा प्लास्टिकका सामानहरू आइसकेको छ, अन्य सामग्रीहरू आइसकेको छ। त्यसले गर्दा भोलि त्यहाँबाट उत्पादन भएको सामग्रीले पनि मार्केटमा बिक्री हुनु पर्यो नि, मार्केट लिनु पर्यो नि त, अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नु पर्यो नि त। कि हामीले चाहिँ अन्तर्राष्ट्रिय सामानहरू त्यो कच्चा पदार्थमा आधारित उत्पादित सामग्रीहरू बाहिरबाट आयात गर्नै भएन, आयात गर्न दिनै भएन।
त्यो पनि गर्न मिल्दैन होला, किनभने खुल्ला बजार नीतिले त त्यो भन्दैन। खुल्ला बजार नीतिले प्रतिस्पर्धामा जाऊ भन्छ, उपभोक्ताले चोइसको आधारमा खरिद गर्ने भन्छ होला। त्यसैले मलाई यी पुराना उद्योगहरू सञ्चालन गर्ने विषय नराम्रो होइन, तर पुरानो उद्योग सञ्चालन हो, अब देशले चाहिँ कायापलट फेर्छ र यो चाहिँ एकदमै साह्रै राम्रो काम हो भन्ने हिसाबमा चाहिँ मैले चाहिँ त्यो हिसाबमा गएको छुइनँ। त्यसो भए नेपालले चाहिँ कुन क्षेत्रमा लगानी गर्ने त यस पछाडि भन्ने विषय चाहिँ म फेरि आउँदा भिडियोहरूमा यहाँहरूमाझ प्रस्तुत गर्नेछु। र यो मेरो प्रस्तुति, मेरा विचारहरू यहाँहरूलाई कस्तो लाग्यो, यहाँहरूले प्रतिक्रियाका रूपमा कमेन्टमा राखिदिनुहुनेछ। हवस् त, धन्यवाद।